हेलो एभ्रिवान र आज चाहिँ भने म गान्तोक आएको छु है त। र गान्तोक चाहिँ किन आएको भनेदेखि पिएम विश्वकर्माको मेला लागेको थियो है, 19 र 20 लागेको छ। त्यसले गर्दा र पिएम विश्वकर्मा भनेको चाहिँ के हो भनेर सोचिरहनु भएको होला है त। पिएम विश्वकर्मा भनेको चाहिँ जति पनि सिक्किममा आर्टिस्टहरू हुनुहुन्छ है, हर कुराको अब जति पनि अब जे कुराको आफ्नोमा कला छ उहाँहरूलाई बोलाइएको थियो है त। त्यसले गर्दा म गान्तोक आइरहेको छु आज। र यो मेलामा चाहिँ मैले धेरै प्रकारको आर्टिस्टहरू भेटेँ है त। आफ्नो आफ्नो ट्यालेन्ट लिएर आउनुभएको थियो रहेछ। यो मेला चाहिँ आज मात्र होइन, धेरै अगाडिदेखि हर जग्गामा लागिरहेको थियो रहेछ। तर हामीलाई चाहिँ फर्स्ट टाइम बोलाइएको थियो र यो भिडियोमा मैले लिएर आएको छु है त। र अहिले चाहिँ भने म पुगिसकेँ रम्फू है। मैले योभन्दा अगाडिको भिडियो बनाउनु पाइनँ किनकि म राति नै हिँडेको थिएँ, त्यस कारणले गर्दा भिडियो बनाउनु पाइनँ। त्यसले गर्दा रम्फू चाहिँ म पुगिसकेको थिएँ। रम्फू पुग्दा म 4:30 भएको थियो। त्यसबाट मैले त्यहाँबाट मात्रै सुरु गरेको भिडियो बनाउनु। र सिङताम पुग्दा 5 बजिसकेको थियो है त। त्यहाँदेखि म डाइरेक्ट रानीपुल पुगेर भिडियो बनाएँ। रानीपुल पुग्दा 5:30 भएको थियो। त्यहाँबाट मैले त्यो दिन चाहिँ गान्तोकमा पनि जाम थिएन किनकि म बिहानै निस्केको थिएँ। त्यसले गर्दा सोरेङबाट निस्किँदा म 3 बजी भएको थियो। त्यसले गर्दा भिडियो बनाइनँ। त्यहाँदेखि रम्फू पुग्दा मात्रै भिडियो बनाएको हो। गान्तोक पुग्दा 6 बज्नु लागेको थियो। यो देउराली स्ट्यान्ड पुग्दाखेरि त्यहाँबाट मैले गाडी उँभो लगेँ, नामपट्टि लगेँ है। नामपट्टि र यो नाममा गाडी राख्ने जग्गा चाहिँ खाली थियो। गाडी साडी राखेर एमजी मार्गतिर झऱ्यौँ हामी। हाम्रो त्यो बाबाको कता छ नाम भनेर नाम खोज्दै जाँदा बाबाको नाम पनि भेट्यो। त्यहाँबाट हामी निस्क्यौँ फेरि नामसाम खोजेर खाजा खानुको लागि एकदमै भोक लागेको थियो र खाजा खानु निस्केको। र होटेलहरू कहीँ पनि खोलेको थिएन, फास्टफुड पनि कहीँ थिएन खोलेको। र अन द साइड गयौँ, त्योपट्टि पनि भेटेन, जाम चाहिँ देख्यौँ मैले है। बिहानै 6 बजी नै जाम लागिरहेको थियो। त्यहाँबाट फेरि निस्केर गयौँ हामी उता मार्गको ठाडा ल्यान्डमार्कको त्यहाँ पनि बन्द थियो है। त्यति गर्दा गर्दै 8 बजिसकेको थियो। उहाँहरूले बोलाउनु भयो फेरि है। र गएर सामानहरू लिएर आएर राखिसकेर म भिडियो गर्नु लागेँ फेरि है। सबै अर्को गरेँ। उहाँ चाहिँ हुनुहुन्थ्यो हाम्रो देन्तामबाटै आउनुभएको थियो, सुक्रास दा। प्रायः देन्तामबाट नै आउनुभएको थियो नि त। त्यसले गर्दा धेरैवटा बाँसहरूबाट बनेको धेरैवटा आर्टिस्टहरूलाई भेटेँ मैले है। र सोधेँ पनि। त्यो भिडियो मैले लाइभ भिडियो गरेको छु। तपाईँहरूले गएर हेर्नु पनि सक्नुहुन्छ। र मैले प्रायः लाइभ भिडियो गरेकोले गर्दा मैले राम्रो भिडियो गर्नु पाइनँ नि त। र यताउता गरेर 12 बजी र दिउँसो 12 बजी भएको थियो। यताउता हेरेको सबैको भिडियो गर्दै जाउँ भनेको घामले गर्दा सबै छेल्यो है। उतापट्टि सबै वरिपरि भिड चाहिँ यति बेसी भएको थियो है। सामान किन्नुको लागि यहाँनिर चाहिँ यति राम्रो भेटेँ मैले। हाम्रो एसकेएम गभर्मेन्टको टेबल ल्याम्पको चिनो पनि थियो है। धेरै प्रकारको आर्टिस्ट, यति राम्रो आर्टिस्टहरू यहाँ गएको। उतापट्टि बेलुका भइसकेको थियो अहिले चाहिँ भने। र बेलुका भइसक्यो। यहाँनिर लाइभ पेन्टिङ हुँदै थियो रहेछ है। एकजना दिदीको लाइभ पेन्टिङ गरिदिँदै हुनुहुँदो रहेछ। यसो राम्रो लागेर भिडियो गरेँ। र यो दिन चाहिँ मैले भिडियो यति नै गरेँ फर्स्टको दिन चाहिँ, किनकि रात परिसकेको थियो बस्नु जानुको लागि। र त्यहाँदेखि नै भिडियो गरेर हामी निस्केर हामी बडाकोमा गयौँ नि त। र यो चाहिँ हो दोस्रो दिन है। सेकेन्ड दिनको दिन हामी ढिलो आइपुग्यो। 10 बजी मात्रै आइपुगेको थियौँ। ड्युटी गएको थियौँ, त्यसले गर्दा 10 बजी आइपुग्यौँ। 10 बजी जाँदै गरेको फर्स्टमै हाम्रो यहाँ फर्स्टमै थियो काकाको इन्स्टल चाहिँ। काकाको चाहिँ फर्स्टमै थियो। हाम्रो काकाकोले गर्दा काकाकोमा गएको। काकाले भन्नुभयो जाउँ न एकछिन दोकान सामान किन्नु छ भनेर हामी गयौँ सामान किन्नु। जाँदै गर्दा त्यो लाइभ पेन्टिङ गर्ने दादा भेट्यो है। त्यहाँबाट काकाले फुल किन्नु थियो रहेछ। फुल किनेर फुल किन्यौँ। त्यहाँदेखि फेरि ओह्रालो गयौँ। अनि अरू केही किन्नु छ भन्नुहुँदै थियो। फेरि ओह्रालो झरेर एउटा दोकानमा गयौँ। दोकानमा गएर काकाले एउटा क्याप किन्नु थियो रहेछ। क्याप किनेर ट्राई गर्नुभयो 2-3वटा। त्यहाँबाट किनेर हामी निस्क्यौँ है उकालो। फेरि उँभो आउँदै गर्दा काका
खाजा खाने भनेर सोध्नुहुँदै थियो। मैले अगाडि नै खाएको थिएँ, खाइनँ खाजा। त्यहाँबाट फेरि निस्क्यौँ हामी उकालो दोकानतिर। दोकान जाँदै गर्दा हाम्रो वेस्टेज सरको लाइभ पेन्टिङ हुँदै थियो रहेछ है। हाम्रो देन्तामकै वेस्टेज सरको लाइभ पेन्टिङ गर्नुहुँदै थियो रहेछ। अहिले आउनुहुँदै थियो, आएर गर्नु थालिहाल्नु भएछ। सरले भिडियो गरिदिनु, सर भिडियो गरिदिनु सर भनेको, गरिदिनुहोस् न भन्नुभयो रहेछ। भिडियो गर्नुतिर लागेँ। एकछिन भिडियो गर्दा गर्दै फेरि लाइभ भिडियो गरिदिनु सर भनेको, लाइभ भिडियो गरिदिनुहोस् न भन्नुभयो। लाइभ भिडियो र लाइभ भिडियो गरिदिएँ है। लाइभ भिडियो गरिसकेर निस्क्यौँ र अहिले चाहिँ भने 6:30 भइसकेको थियो र हामी निस्किन लागेको थियौँ। निस्किन आँट्दा एकजना आउनुभएछ र निस्केर बाबा जानुभयो सामान प्याक गर्नु। बाबा र म सामान प्याक गरेर काकाको सामान प्याक गर्नुको लागि काकाको सामान प्याक गर्नु आउँदै गर्दा फेरि काकाको सामान बोकेकोमा उहाँ दाले पेन्टिङ गर्नुहुँदै थियो। त्यहाँदेखि हामी सामान हालेर लाग्यौँ घरतिर। घर लाग्दै गर्दा काकाले भन्नुभयो फेरि भाइले रम्फूमा खाना बनाएको छ, खाना खाएर जानुपर्छ भन्नुभयो है। त्यहाँदेखि हामी रम्फूतिर झऱ्यौँ। रम्फू आइपुगेर गाडी साडी राखेर भाइको रुममा गएको खाना रेडी थियो रहेछ। खाना खायौँ ओऱ्यौँ है। खानासाना खाएर भाइले मजाले खाना बनाइदिनु भएको रहेछ। पनिर सनिर बनाएर सबै बनाएर रेडी राख्नुभएको रहेछ। खानासाना खायौँ ओऱ्यौँ। त्यहाँदेखि हामी फेरि निस्क्यौँ घरतिर है। त्यहाँदेखि त मैले भिडियो पनि गरिनँ किनकि हामी त्यहाँबाट निस्किँदा 10 बजिसकेको थियो।